गुड मर्निङ तपाईँलाई फेरि मेरो स्वागत छ मेरो हेनोटा ब्लगमा। सो गाइस आजको वेदर चाहिँ यस्तो भइरहेको रहेछ। आज जाडो छ होइन, आज ड्युटी जानुपर्छ। सो म चाहिँ के गर्दैछु भन्दाखेरि चाहिँ होइन, यहाँनिर चाहिँ है आजको मौसम तपाईँलाई देखाइरहेको छु। अन्त सो मेरो यहाँ खानाहरू पाक्दैछ। अन्त मम चाहिँ पाक्यो, यसलाई चाहिँ म के गर्ने भने चाहिँ गाइस अन्त करी बनाउन आँटेको छु होइन। सो त्यही भएर चाहिँ अन्त त्यहाँदेखि चाहिँ तपाईँलाई यहाँ लन्च र डिनर पनि रेडी भइसक्यो हो। अब चाहिँ छिटो खाएर यहाँनिर चाहिँ के छ गाइस भन्दाखेरि चाहिँ डल्ले खोर्सानी छ। म बिहान चाहिँ यति नै माम खाएर जान्छु हो, किन भन्दाखेरि चाहिँ आज त हाफ डे पनि हो, त्यो खाने गर्दा चाहिँ छुट्टी भइहाल्छ। सो बनाएर खान्छु है। यो चाहिँ के बनायो भने चाहिँ तपाईँको यो चाहिँ आलुदम र अन्डा करी बनाएको छु हो। सो अब हेर्नुहोस् है, दामी भन्छ आलुदम। डल्ले खोर्सानी चाहिँ दामी भन्छ। अलिकति अन्त चाहिँ गर्दो रहेछ गाइस। म खोर्सानी चाहिँ प्रायः जस्तो खान्छु, मलाई पुरा मिठो लाग्छ नि हो। नाम पनि खाइसकेँ। सो अब चाहिँ म रेडी सेडी हुनेवाला छु गाइस होइन। सो मेरो आजको आउटफिट चाहिँ यो छ, किन भन्दाखेरि चाहिँ जस्तै एकताल आज घाम अलिक बिहान चाहिँ धुम्म थियो, तर अहिले चाहिँ एकदमै मौसम दामी यो छ गाइस होइन। सो म चाहिँ के युज गर्छु भन्दा अनुहारमा चाहिँ खालि यो दुइटा मात्रै युज गर्छु, डर्माकोको होइन। अब चाहिँ म अर्कै युज गरौँ भन्दैछु हो। बेसी चाहिँ नक्कलहरू पार्दिनँ नि गाइस होइन, सिर्फ सनस्क्रिन र सिर्फ मोइस्चराइजेसन मात्रै गर्छु। आज दिनभरिको फिनिस्ड, मैले लाइभ पनि सकेँ। सो अब म केसको हुनेवाला छु। केस चाहिँ म गाइस म्याक्सिमम् चाहिँ प्रायः जस्तो चाहिँ म केस छोडेर जान्छु, यस्तोमा क्लिप मात्रै पनि गरिसक्यो हो। केस चाहिँ म प्रायः जस्तो यस्तो मात्रै गर्छु, म त्यो क्लिप हालेर यस्तो गर्छु हो, मलाई पुरा मनपर्छ। रेडी भइसक्यो। सो म ग्लास लगाउने छु। म लिपस्टिकहरू चाहिँ केही लगाउँदिनँ गाइस होइन, यो चाहिँ अस्ति लगाउनु भन्दा आज चाहिँ फाइनली हो। त्यहाँदेखि चाहिँ म चाहिँ अब यतापट्टि रुममा आएको छु, किन भन्दाखेरि अब चाहिँ सबै तालाहरू लगाएर जानु आँटेको। सो आज चाहिँ म ब्याग बोक्दिनँ, यो मात्रै पेन्सिल ब्याग मात्रै बोक्छु, किन भन्दाखेरि चाहिँ हो आज चाहिँ बुकहरू केही लानु पर्दैन नि। त्यो कारणले गर्दा स्पोर्ट्स डे हो, एक्टिभिटीहरू हुन्छ, त्यो कारणले गर्दा चाहिँ हो। अन्त सिर्फ मेरो चाहिँ यसमा डट पेन छ, त्यहाँदेखि एटिएम छ, त्यो मेरो पिन जेनेरेट गर्नुपर्ने छ नि हो। अन्त त्यो कारणले गर्दा गाइस म चाहिँ अब यहाँबाट निस्केको रुमबाट चाहिँ हो तपाईँलाई मेरो आउटफिट पनि देखाएँ। मेरो आउटफिट के छ भन्दा आज के लगाएर गएको हो तपाईँलाई पनि मैले देखाएँ हो। सो मेरो चप्पल चाहिँ यो छ हो। सो अब यहाँबाट चाहिँ मैले सिक्नु आज चाहिँ मैले के लगाएको छ चाहिँ यति नै लगेको छ सामानहरू। सो सजिलो हुन्छ हिँड्नु हो, त्यही भएर
अब म चाहिँ यहाँ रुमबाट निस्किँदैछु तपाईँलाई माथि गएर देखाउनेछु है मौसम चाहिँ यस्तो भइरहेछ होइन आज चाहिँ हेर्नु न घरि धुम्म भएर घरि के भएर म बस्ने रुम चाहिँ यो बिल्डिङमा हो यो यतापट्टिको खिड्की खोलिरहेको छ यतापट्टिको खिड्की खोल्ने चाहिँ दिदी आएको हो हामी चाहिँ त्यहाँनिर चाहिँ माथिल्लो फ्ल्याटमा सबै दिदीको स्टाफहरू नै बस्छ पुलिसहरू नै हो त्यो कारणले गर्दा चाहिँ अन्त यो हो अन्त म जहिले मिससँग जाने घर चाहिँ उयो परको बिचको हो माथि फाइभ स्लेप भएको बिल्डिङको हो मिस अन्त यहाँनिर चाहिँ म हाम्रो मिसलाई पर्खिँदैछु होइन आजको मौसम हेर्नु न घरि त्यस्तो भयो हेर्नु न मैले आज दुध पनि ल्याउँछु भनेर चाहिँ बजार पनि लगिरहेको छु होइन कति भयो नि दुधको चाहिँ अब रुममा नखाएको चाहिँ आई मिन स्कुलमा त खान्छौँ होइन सो आज क्यान्टिन बन्द हो त्यो कारणले गर्दाखेरि भोलि पनि छुट्टी हो होइन अन्त यस्तो छ देमतामको मौसम हेरिरहनु भएको छ होला होइन तपाईँहरूले मौसम यस्तो छ अब स्वेटर पनि बोकिनँ गाइस किनभने चाहिँ अघि चाहिँ घाम पुरा लागेर चाहिँ मैले यो लगाएको थिएँ यो ड्रेस तर अब चाहिँ मलाई रिग्रेट फिल भएको जस्तो भयो सो तपाईँलाई म अहिले देखाउने छु गाडीमा चाहिँ आइसकेको छु हाम्रो गाडी चाहिँ यहाँ हो सो हामी हिँड्नेवाला छु सो तपाईँलाई स्कुलमा देखाउने गाइस म यहाँनिर स्कुल पनि आइपुगेको छु होइन सो मेरो स्कुल चाहिँ यहाँनिर छौँ होइन मेरो स्कुल तपाईँलाई यहाँ देखिरहेको छु सो मेरो स्कुल पनि फाइनली आइपुगिसकेँ सो थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो